सो हजुरलाई एउटा डेटा भनिदिन्छु है त मैले होइन 17 लाख नेपाली गल्फमा बस्छन् 26 पैसा हरेक 1 रुपियाँको 26 पैसा चाहिँ हाम्रो रेमिटेन्स आउँदो रहेछ इफ आइम नट मिस्टेकन हरेक 1 रुपियाँमा 26 पैसा चाहिँ हाम्रो रेमिटेन्सबाट आउँदो रहेछ गिभ अर टेक होइन भनिसकेपछि आजको दिनमा 14 खर्ब रुपियाँ जति चाहिँ कतै न कतैबाट यो हुन्डी हवाला गोल्ड स्मग्लिङ रहेछ त्योभन्दा बेसी नै होला मोस्ट प्रोबब्ली होइन कन्ट्रोल कसरी गर्ने वाट सजेसन डु यु वान्ट टु गिभ टु द गभर्नमेन्ट तपाईँले हुन्डी हवाला गोल्ड मात्रै भन्नुभयो त्योभन्दा चाहिँ अन्डर इन्भोइसिङ पनि एउटा अर्को चिज जस्तै एलसी खोल्ने लो एमाउन्टमा चाहिँ तपाईँको ल्याएर आउने त्यसले गर्दाखेरि एकातिर नेसनल रेभेन्यू जुन चाहिँ हाम्रो इम्पोर्ट ड्युटीमा कस्टम्स ड्युटीमा पनि हामीलाई इम्प्याक्ट पर्ने त्यसको सेटलमेन्ट बाहिर हुने पनि छ होइन यो सबै चिजहरू त्यही सिस्टम जब करेक्सन भएर जान्छ भने अलिकति हुने भोलि गोल्डको स्मग्लिङ हुने अरू चिजहरू हुने भने कहीँ न कहीँ कनेक्सन र सेटिङ नभएर सक्दैन क्या जब म त भने नि अब जब त्यो म भ्रष्टाचार गर्दिनँ गर्नु पनि दिन्न भनेर चाहिँ त्यो माथि मन्त्रालयको गेटमा छिर्ने बेलामा लेखेर मात्र हुने होइन नि त होइन द्याट इज अ स्लोगन सिम्पली होइन त्यस कारणले त्यो चिजहरूलाई हामीले आत्मसात गऱ्यौँ र खबरदारी गऱ्यौँ भनेपछि एभ्रिथिङ करेक्सन हुन्छ भने हाम्रो त भने नि हामी धेरै आत्तिन्छौँ मात्रै अनि